हेलो एभ्रिवान नमस्ते। आज चाहिँ मैले केराको बुङ्गोको अचारको रेसिपी लिएर आएको छु। हेरेर इन्जोय गरिदिनु होला। सुरुमा त हामीले यो बुङ्गोको ठुलो ठुलो पातहरू फालेर भित्रबाट यो निकालेर यसको त्यो कालो कालो भाग चाहिँ फाल्नु पर्नुहुन्छ किनकि यो तितो हुन्छ। त्यसपछि हामीले सफा पानीमा पखालेर एकचोटि यसलाई बफाउन छोडिदिनुपर्छ। आलु पनि सँगै बफाए पनि हुन्छ, छुट्टा छुट्टै बफाए पनि हुन्छ। मैले त छुट्टा छुट्टै बफाएँ। बफाइसकेपछि चाहिँ मैले छुट्टै छुट्टै निकालेर आलुलाई छोडाएर साइडमा राखेँ। यसलाई पनि मजाले पखालिसकेपछि मैले तेल पिनिसकेपछि मैले अघि उसिनेको आलु र उसिनेको फुललाई एकै ठाउँमा मिक्स गरेँ। मिक्स गरिसकेपछि मैले अघि उसिनेको तिलको छोप पनि त्यसमा एड गर्दैछु। तिलको छोप एड गरिसकेपछि त्यसलाई सबैलाई मैले हल्कासित मोलिसकेपछि अब मसलाको पालो हो। मैले अब मसला, नुन, खुर्सानीको धुलो र लोकल चुर्खामिलो राखेर त्यसलाई पनि हल्कासित म्यास गर्छु। कति मिठो खाउ जस्तो भइसक्यो है हाम्रो अचार। अब हाम्रो लास्ट स्टेपको पालो एउटा सानो भाँडामा तेल राखेर बसाल्ने। तेल खरिएपछि थोरै मेथी, जिरा र रातो खुर्सानी राख्ने। हाम्रो व्रत भएको कारणले मैले प्याज लसुन केही पनि युज गरेको छैन। अब पालो अचारमा झैँ गर्ने। तेल खरिसकेपछि ग्यासबाट बाहिर तेल निकालिसकेपछि थोरै तेलमा बेसार राखेर अचार झैँ गरिदिने। यति गरिसकेपछि अब हाम्रो अचार लगभग रेडी भइसक्यो। यसरी झानेको भाँडामा यसरी अचार राखेर मोलेर फेरि राख्यो भने झन् मिठो हुन्छ अरे गाइज। लास्टमा हामीले चाहिँ तेल राखेकोमा हात राख्ने कुरा भएन, त्यसैले चम्चाले नै मोलिसकेपछि अब हाम्रो अचार 100% फाइनली रेडी भयो। रेडी भइसकेपछि अब हामी यसलाई सर्भ गर्दैछौँ। मेरो भिडियो हेरिसकेपछि तपाईँहरूको मुखमा पानी आयो कि आएन? पक्कै पनि आयो होला।